हाई एभ्रिवान, गुड मर्निङ सबैजनालाई। सो अहिले चाहिँ हामीहरू ब्रेकफास्ट गर्न जाँदैछौँ। ढिलो भइसक्यो, 9:30 भइसकेको छ। लास्ट ब्रेकफास्ट चाहिँ 10 बजीसम्म छ। सो अहिले हामी जाँदैछु। यहाँको वेदर हिजो रातभरि पानी परेको छ, तर अहिले चाहिँ खुल्ला रहेछ। हेर्नु यस्तो हावा लागेछ, तर हावा त भन्नै सक्दैन। यहाँ हेर न, होटेलको डेकोरेसनहरू यस्तो टाइपको छ। यो चाहिँ राम्रो लाग्यो। ए चाबी, सरी, चाबी चाहिँ मेरो हातमा छ। म चाहिँ अगाडि हिँड्छु। सरी, हाम्रो त कहिले खाता भइसक्यो होला। यो पक्र न, ल अदरक हालेको रहेछ है, अदरक हालेको रहेछ। अब चाहिँ हाम्रो ब्रेकफास्ट गर्दैछ, किनकि आलु पराठा सकेको थियो। नास्ता चाहिँ यस्तो रहेको छ। यहाँ सेलटीको इडली साम्बार पेनकेक र अब खामै त अहिले खाएर बस्छु ल। सो अब चाहिँ हामीहरू घुम्न जाने रेडी भइसकेको छौँ। सोल्टी पनि आइसक्यो। ल लेट्स गो। यहाँ के हेलमेट चाहिँ 2टा लगाउनै पर्छ। ल भि यत्रो ठुलो हेलमेट लगाएर जाने। ल हामीहरू चाहिँ निस्किँदैछौँ बाहिरतिर। अब एकछिनमा कता हुन्छ। पहिला हामी त लन्च त गर्ने होला नि होइन। ओ ओ ओइ ओइ क्या कर रहे हो? अगाडि त अता थियो के अरे। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। थर्स्टी भइरहेको छ। ल बाई बाई। अब चाहिँ हामी निस्केको। यो बाटै हो। कुकुरी आयो, कुकुरी चोक रहेछ यो चाहिँ। एरिया सिभिल यता चाहिँ। सो अहिले हामी चाहिँ यता डाँडा काँडामा आएको छौँ। यो रुखहरू चाहिँ कस्तो राम्रो लाग्छ के। एकदम यो चाहिँ जाडो मौसममा मात्रै हुन्छ क्या यस्तो रुख। थाहा छ तपाईँलाई? त्यो हो क्या, काठमाडौँको माथि कप्पा चौपातिर पनि छ क्या। हामी चाहिँ यता माथि डाँडामा आएको छु अहिले। यताबाट यस्तो चिसो हावा आइरहेको छ। मेरो बुढाहरू चाहिँ ट्रेनिङ गरेको थियो यतै यही जङ्गलतिर अरे गाइस। 13-14 वर्ष भयो। 13-14 वर्ष अगाडि चाहिँ यतै ट्रेनिङ गर्न आएको होइन। यतैतिर आउँदाखेरि यस्तो जङ्गलतिर चाहिँ उनीहरू ट्रेनिङ गरिरहेको यस्तो हुन्छ। यस्तो सुनसान जङ्गल एरिया रहेछ। म त हाम्रो इन्डियाको त्यो भुइँपाडाहरू
त्यस्तै लाग्यो अब चाहिँ खेतपाती हामी हुर्केको पनि यस्तै खाएको क्या मतलब हामी पिकनिकहरू खेल्न जान्थ्यो नि त के नयाँ बनाएको होला है त्यस्तो गेट पनि लाग्दो रहेछ त्यो चाहिँ फुटसल बनाउँदो रहेछ कस्तो ठुलो क्या है केही छैन रहेछ सिलङ भन्ने मात्रै ठाउँ मात्रै चिसो ठाउँ हो तर त्यस्तो केही छैन घुम्ने ठाउँ त त्यस्तो छैन तर झर्नाहरू मात्रै छ क्या त मैले हेर्दाखेरि पनि रिसर्च गर्दाखेरि पनि झर्नाहरू जस्तो थियो त्यो झर्नाहरू त अब हामीले हेरिरहेको छ हो ल यहाँ चाहिँ गेट रहेछ पैसा दिन्छ क्या अब यहाँ त दिन्न होला गुगल पे रहेछ पैसा दिनुपर्ने रहेछ 60 क्या अंदर में तो फॉल है फॉल ए फल रहेछ ल हामी यहाँ चाहिँ अब फल हेर्नु जाने सो हामीले टिकट काटेको चाहिँ बाटोमा टिकट पनि काट्दो रहेछ यो फल हेर्नु जानुपर्ने रहेछ यहाँबाट चाहिँ हिँडेर जानुपर्ने रहेछ यस्तो छ यहाँको भ्यू सबै यहाँ चाहिँ पार्किङहरू रहेछ यहाँ रहेछ नि त सबै तर उडिसकेछ पानीले होला मेघालय टुरिज्म वेलकम टु स्विट फल्स खासित वेल पिटिसी अब हामी तल जान्छौँ यहाँ रहेछ बाटो चाहिँ यताबाट है अब चाहिँ हामी यहाँ स्विट फल हेर्नु जाँदैछु बाटो चाहिँ यस्तो छ है राम्रोसँग हेर्दा यहाँबाट देखिरहेको छ तर देख्नु है त्यो देख्छ नि हावा त कस्तो आयो त्यही रहेछ फल चाहिँ जुम गर न सेल्फी डेन्जर फल है सो अहिले चाहिँ हामी यही फल यो फलको नाम चाहिँ स्विट फल रे है यो झर्नाको नाम चाहिँ तलसम्म जान्छ र जाँदैन होला नि यहीँबाट हेर्ने होला सो यस्तो रहेको छ बाटो चाहिँ पुरै अहिले चाहिँ हामी यता रेस्टुरेन्ट आइसकेको छौँ अब चाहिँ लन्च गर्ने टाइम पनि ओभर भइसकेको छ 4 बजिसकेको छ अब चाहिँ हामी राइस त खाँदैन यस्तै चाउमिनहरू मगाएको छौँ अनि त्यो खान्छु एकछिन अब हेलो अहिले चाहिँ हामीहरू खाना वेट गर्दैछौँ हेलो 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 भोक लागिरहेछ हाम्रो खाना पनि आइसकेको छ चाउमिन है यो चाहिँ हो थाई नुडल्स यो चाहिँ सेज्वान अब हामी खान्छौँ अब चाहिँ खाना खायो डम्मे भयो अब सोल्टी पनि जान्छ बाय 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 फिर कल मिलते हैं नेक्स्ट मॉर्निंग हाई एभ्रिवान वेलकम ब्याक टु माई भिडियो सो आज चाहिँ डे 2 इन सिलङ है मेरो त अनि आज चाहिँ हामीहरू बाहिर निस्किन्छौँ भनेर सोचेको छ तर वेदर चाहिँ यहाँको चाहिँ एकदम चिसो छ है अहिले चाहिँ मैले के लगाएको छुइनँ तर एकदम जाडो छ किनकि हेर्नु सक्नुहुन्छ मैले ब्ल्याकेट ओढेर बसिरहेको छु यहाँको वेदर चाहिँ लाइक कहिले पानी पर्छ के हुन्छ थाहा नै नहुँदो रहेछ कि सेम लाइक त्यो पोखरामा राम्रो हुन्छ कि त्यस्तै भइरहेको छ यता सिलङमा पनि सो आज चाहिँ हिजो आएको थियो नि त म त आज चाहिँ हामीहरू बाहिर घुम्न जाने भनेको छ मेरो सोल्टीले सो अब चाहिँ
म रेडी भइसकेको छु, रेडी भएर बस भन्दै थियो। सो म रेडी भइसकेको छु, खालि म ड्रेस मात्रै चेन्ज गर्नु बाँकी छ। अनि एकछिनमा हामीहरू बाहिर निस्किन्छौँ। पुरा हावाहुरी आइराखेको छ क्या, हिजोदेखि यस्तो हावाहुरी आएको छ कि त्यो उडालै जस्तै कि यहाँ फेरि साइडमा यो होटलको साइडमा चाहिँ त्यो टिनको के रहेछ के, अनि यहीँ नोइजी भएर है कस्तो भएको थियो। तर केही छैन, अब यता आएपछि त हल्का अब कता जाऊँ भनेर चाहिँ सोचेको थिएँ। अब हेरौँ कता हुन्छ, हजुरलाई म देखाउँछु नि है, स्टे विथ मी। हामी रेडी भइसकेको छौँ, मेरो आउटफिट चाहिँ यस्तो ब्ल्याकमा छ। सो आज चाहिँ हामीहरू घुम्न जाँदैछु चेरापुन्जी भन्ने ठाउँमा, यहाँबाट चाहिँ 1 घन्टा लाग्दो रहेछ। सो हामी चाहिँ अब निस्किन लाग्यो, ढिला भइसकेछ है, अब बाटोमा देखाउँछु हजुरलाई भाइ। सो हामी घर रुमबाट चाहिँ भर्खर निस्केको है, बाहिर निस्केको त बाफ्रे हेर्नु त यहाँ के भएको छ, एकछिनमा पुरा हुस्सु लागेर छक्कै पर्नु बनायो हो यहाँको वेदरले त। हामी अब घुम्न जाने भनेर निस्केको कतासम्म पुगिन्छ थाहै भएन, एकछिनमा वेदर चेन्ज 5 मिनटमै। के हो यस्तो वेदर, अबे छक्कै पर्नु। अघिसम्म घाम लागिरहेको थियो, अहिले त पुरा उता रोडै देखेको छैन। माइ गुडनेस, शिलङको वेदर त नपत्ताउने रहेछ। हामीहरू चाहिँ हिँडेको है, अब कहाँ जान्छौँ थाहै भएन। अब हामी जाने भनेको के अरे त्यो के भन्ने ठाउँमा, तर यस्तो भएको छ वेदर। एकछिनमा यस्तो भएको, बिहान त राम्रै थियो, हामी ब्रेकफास्ट खाँदा निस्किँदाखेरि चाहिँ। अहिले चाहिँ पुरा बाटै देख्नु नभएको छैन, एकछिनमा के भएको छ शिलङको वेदर। पोस्ट तपाईँको यही लाइनमा हुन्छ ड्युटी? जाडो त भयङ्कर भन्छ त बेब। हजुरको के कस्तो लोकेसन खाना भएर चाहिँ हामीले चाहिँ यता मोबाइलमा गुगल म्यापबाट लोकेसन हेर्दैछ। हामीले अब हेर्छु चेरापुन्जीको ठाउँमा अब त्यहाँतिर पानी परेछ भने चाहिँ हामी अब नजानु पनि सक्छु। हामीसँग रेनको छैन, त्यही भएर चाहिँ अब हेर्दै जाऊँ बाटोमा कता पुगिन्छ। अब त्यही घुम्नुहुन्छ हामीहरू है, र यो बाटो चाहिँ यतातिर पनि टेन्सन नलिन्छ। कता हेर्छु ठाउँको नाम चाहिँ सोरा रहेछ होइन, जाने सोरा भन्ने रहेछ। तर के अरे चेरापुन्जी पनि भन्दो रहेछ। अहिले एकछिनमा वहाँ पुगेर यहाँ चाहिँ हामीले पानी परेर यहाँ स्टे गर्नु लागेको छौँ। हिँड्छौँ यहाँ, अब यहाँ एकछिन बस्छौँ चिया पानी।
चिसोमा तातो तातो चिया अब खानु लाग्यो हामीहरू यहाँ बाहिर चाहिँ एकदमै पानी परेर हेर्न सक्नुहुन्छ सबै यहाँ स्प्रे गर्दैछ यहाँ हामी आएर यहाँ कस्तो आइगएर चिसो है लास्ट टाइम कपाल पनि अलिअलि दुख्यो मेरो जिप्पो भएछ मेरो कपाल अब यहाँ पानी हात पऱ्यो भने चाहिँ सानो पाउडर गएर चाहिँ हेर्नु सक्छ भर्खरै पानी परेको थियो होइन त अहिले हेर्नु न ठ्याक्कै हामी भित्र घुसेर चिया पानी खाएको त पानी नै रोक्यो कि हो यहाँको वेदर हेर्नु यस्तो हावा लागेको छ है वेदर चाहिँ यस्तो छ यहाँ चाहिँ पानी परेर यहाँ सबै स्टे गरेको थियो भर्खरै आएको यिनीहरू नि बिचरा सबै बाइकमा आएको रहेछ हामी पनि बाइकमै आएको थियो त्यही भएर रोकेको थियो अब चाहिँ हामीहरू फेरि ढिला नगरी अब निस्किने हो सिमसिम त परिरहेको छ अझै पनि हेर्नु सक्नुहुन्छ मेरो हेलमेटमै दिइरहेको छ मसँग छ चुचुचुचु जाडो पुरा पस्ने बेब गर न अब के चिसो मार्ने हुन्थ्यो नि सानो बस है लड्छ अनि तिम्रो भिज्ला नि फेरि ल तरिका अच्छा छ है फेरि सिट पुस्नेको आफूको वाटरप्रुफ छ त मेरो त छैन नि आफूको वाटरप्रुफ हो त बाइक पनि यत्रो अग्लो छ कि मान्छेभन्दा ठुलो बाइक लिएर आएको छ मान्छे त फेरि बान्टा छ नि फेरि होइन ल मलाई पक्र है थाम है बसौँ आयो हँसाउँछौ ल हामी चाहिँ फेरि लाग्यो आफ्नो डेस्टिनेसनमा है जाडो भयो बाटो त फेरि कता दे आमा स्वर्गै भएको जस्तै भन्छ त पुरा हावा त चिसो सिमसिम पानी केही देखेको छैन तलको अब चाहिँ पानीमा पऱ्यो हुन्थ्यो पानी पऱ्यो भने फेरि हामीलाई कतै स्टे गर्नुपर्छ है अब बाटोमा स्टे गर्ने ठाउँ छ भने चाहिँ केही छैन अगर बाटोमा स्टे गर्ने ठाउँ छैन भने हामीले भिज्छौँ नो रेनकोट घरमा यो छोरीले एक्स्ट्रा ल्याएको थियो यो ज्याकेट त्यही भएर पऱ्यो फेरि पानी के भएको यस्तो देखा आपने लापरवाही का नतीजा एकछिन पानी पर्दो रहेछ धन्न गाडी हुनेहरू त गइरहेको छ बिचरा बाइकमा जानेहरू पुरा रेनको डोरेर जाँदैछ कोही चाहिँ बिचरा के भयो त केटाको बाइक फेरि रोक्दैछ हामी पनि अब यो ट्याक्सीमा आएको भए त मजाले सुरुले जान्थ्यो तर जाम पर्छ यता फेरि ट्राफिक यस्तो धेरै हुन्छ कि शिलङमा त्यही भएर हामीले बाइकमै आए गाइस अहिले चाहिँ हामीहरू माथि आइसकेको ठाउँ कि यो ठाउँ चाहिँ हामी चाहिँ अहिले गार्डन अफ केभ भन्ने ठाउँमा जाँदैछौँ यस्तो भित्र लागेको छ कि हेर्नु न केही देखेको छैन कस्तो दिनमा आएछ हामी यस्तो भइरहेको छ किनकि तलतिर त राम्रो थियो कि अचानक त्यहीँबाट हुनु त एकदम हुँचो लागिरहेको थियो माथि चाहिँ अलिअलि थिएन कि अनि यता माथि छैन सोचेको थियो हामीले रहेछ अब जाँदै गरौँ हेरौँ कस्तो हुन्छ अब यो पनि हाम्रो लाइफको एक्सपिरियन्स नै हो यसरी बाइकमा आएर है पानीमा रुचेर अनि यस्तो हुस्सो लागेर हामी सब एक्सपिरियन्स गर्दैछौँ यो इयरको मार्चमा है आउनु आउँदै असिना पानी झर्दैछ बेबी पुरा भिज्यो हामी चाहिँ भए पनि आइसके यता हो यो पार्क गर्ने ठाउँ चाहिँ हालेछ 3 किलोमिटर रहेछ यो चाहिँ स्काई पार्क रहेछ हुनु त केही छैन तर हामीहरू आयो यतिकै पानी भिज्दै भए पनि आयो है म तल चुप्पै भिजेछु मेरो बुढो पनि भिजेछ नि हामीले धन्न के अरे त्यो हल्का रिङप्रुफ टाइपको के अरे रेनको टाइपको उयो लगाएको थियो त्यो मात्रै त्यस्तो चुप्पै भिजेको छैन तर अलि भिजेछ
पार्किङ जोन चाहिँ हेरेछ ऊ त ड्याम हो क्या हो है यही तल यता जानु सिधै जाउँ के रहेछ हेर अनि यहाँ चाहिँ के रहेछ त हेर न त्यस्तो रहेछ पानी ड्याम गरेको ड्याम छ क्या हो फेरि पऱ्यो फेरि ए भगवान् रोक्नु नि एकछिन त होइन मौडङ पार्क रहेछ मौडङ पार्क यहाँ चाहिँ के रहेछ यो त सिभिल उतातिर हो त हो त केही छैन होला त्यस्तो अहिले चाहिँ हामीहरू चाहिँ फर्किसकेछौँ यता होटलतिर यस्तो भिजेर जाडो भएर हामी चाहिँ भर्खर तातो पानीले नुहाएर बाहिर यता घाम तापेको घाम पनि गयो गएँ यस्तो जाडो भएर हात त एकदम ठिरहेको छ यहाँ हेर्नु न पकेटमा राखेको थियो कि है सब पैसाहरू भिजेर यहाँ घामलाई सुकाएको थियो एकछिन अनि अहिले चाहिँ घाम ताप्दैछु कि म चाहिँ एकदमै जाडो भएर अहिले खाना पनि हामीले यतै रुममै मगाएको छौँ अब खाना खाँदाखेरि चाहिँ छ अलिअलि छ अलिअलि छ कि आऊ न यता कस्तो जाडो भयो नि बेब यहाँ ऊ पनि भर्खरै नुहाएर निस्केछ हात फुटा छैन यस्तो हातै नचलेको उता झन् गाडी चला स्कुल बाइक चलाएको थियो ल ल अनि हामी घुम्नु गएको थियो कि है अनि घुम्नु पनि राम्रोसँग पाएन पानीले यस्तो भिजेर भगवान् त्यही माथि चिसो सबै कपडा भिजेर यता चाहिँ हेर्नु फेरि यस्तो घाम लागेको थियो फेरि बिहान चाहिँ फेरि यता चाहिँ धुम्म भएको थियो उता चाहिँ त्यस्तो थिएन भएर त जाँदा जाँदै पानी पऱ्यो जस्तो लाग्यो भयङ्कर असिनाधरि झरेको थियो कि एकदम एक्सट्रिम लेभलको पानी परेको थियो आज चाहिँ लास्टै भिज्यो हेर्नु नि म त भिजेर हात खुट्टा ठिरहेछ हावाले हानेर न अब म खाना खाने बेलामा गर्छु अब एकदम भोक पनि लागेछ अनि यति नै थियो मेरो भिडियो भनेर हजुरलाई अपडेट गरेको अहिले चाहिँ हामी यहाँ हिटर ताप्दैछु जाडो भयङ्कर भएको छ मेरो खुट्टाहरू पनि चिसोले कस्तो भएको छ यहाँ हिटरहरू पनि राखिदिएको रहेछ कि हामीलाई अलिकति यो हिटरले पनि आनन्द मिल्यो अब सिलोङ हाम्रो खाना पनि आइसकेको छ यहाँ छ हाम्रो फिस करी है अनि यहाँ अर्को साइडमा चाहिँ चिकन चिली अनि यहाँ चाहिँ हामीले राइस मगाएको यहाँ चाहिँ यो अनियन र लेमन अनि चिल्ली अनि यहाँ चाहिँ नान छ होला ए रोटी रहेछ सुक्खा रोटी ल अब हामी खान्छु अनि खाएर फेरि एकछिनमा हेर्छु ल
अहिले चाहिँ राति भइसकेको छ यहाँ हामी अघि नै खानासाना खाएर रेस्ट गरेर अघि नै उठेको दिउँको चाहिँ तर फोन हेर्दै बस्दा चाहिँ अल्छी लागेर चाहिँ म चाहिँ फेरि भिडियो बनाउँदैछु है अनि सोल्टी चाहिँ जानु भइसकेको छ उहाँको ड्युटी थियो नि त अनि उहाँ गइसक्नु भएको छ अनि खानाहरू पनि वही खानुहुन्छ अरे सो मैले चाहिँ खाना पनि अर्डर गरेको छु यहाँ सो आज खाना चाहिँ म के खाने भन्दाखेरि चाहिँ स्प्यागेटी मगाएको छु अनि हनी पटाटो स्पाइसीवाला मगाएको छु है अनि अहिले एकछिनमा 15 मिनटमा आइपुग्छ होला अघि नै अर्डर गरेको टाइम त लाग्छ नि त अनि म चाहिँ के गरौँ भएर चाहिँ भिडियो बनाउँदै बसेको एक्लै भएर बोर भयो कि सो मेरो फ्लाइट पनि अब भोलि छ सो मेरो लास्ट डे हो यता शिलङमा अनि म भोलि फेरि ब्याक टु दिल्ली जान्छु फेरि दिल्लीबाट फेरि मेरो पर्सिको फेरि फ्लाइट छ त्यहाँबाट अनि मेरो टुर सक्यो गाइस अब मेरो ब्लग चाहिँ धेरै आउँदैन होला किनकि म त्यहीँ हुँदा चाहिँ मलाई ब्लग गर्नु एकदम चाउ लाग्छ क्या अब काम हुन्छ अनि के गरौँ एडिट गर्नु पनि अल्छी लाग्दो रहेछ अब त्यो बिचरा युट्युबरहरूले चाहिँ कसरी गर्छ हामी त शान्ति नभएर जस्तो मेमोरिज भनेर चाहिँ मैले चाहिँ कहिलेकाहीँ चाहिँ कता घुमेको यताउति गएको चाहिँ म हाल्छु नि त अरू बेला चाहिँ म गर्दिनँ नर्मलीमा चाहिँ के ओकेजन हुँदाखेरि या के हुँदाखेरि मात्रै गर्दिनँ नि त मेरो चाहिँ मैले चाहिँ अनि डेली चाहिँ म गर्नु सक्दिनँ एकदमै त्यो माइन्डै मेरो चल्दैन कि हतपत सो अब चाहिँ म धेरै बोल्दिनँ ल अब मेरो खाना आएपछि म फेरि भिडियो गर्छु ल बाई बाई गाइस मेरो डिनर पनि आइसकेको छ सो मेरो डिनरमा चाहिँ के रहेछ ल स्प्यागेटी बिचरा मेरो बुढा भएको भए बुढाले पनि खान्थ्यो तर के गर्नु उहाँको छुट्टी छ मतलब ड्युटी भएर जानु भइसकेको छ राति आउँछ 10 बजेतिर अब त्यति बेलासम्म त मलाई पनि भोक लाग्छ कि अनि उसले पनि खाइहाल्यो भनेर मैले मगाएको है अनि अर्कोमा चाहिँ यहाँ पटाटो हनी पटाटो है यो चाहिँ यस्तो राम्रो देखेको है ओहो यस्तो ऱ्यापिङ गरेर ल्याइदिन्छ क्या यहाँको चाहिँ त्यो सिस्टम चाहिँ राम्रो लागेको ल हेर्न सक्नुहुन्छ मेरो डिनर चाहिँ यस्तो छ है पुरा के भन्नु हेल्दी त भन्नु मिल्दैन है यसलाई चाहिँ पुरा जङ्क के गर्नु जङ्क नै मनपर्छ हामीलाई है अब खाम है त आउ